नमस्ते सबैजनालाई निशा किचन ब्लग्समा तपाईँ सबैजनालाई स्वागत छ। आज म बनाउन जाँदैछु कढी चामल। कढी बनाउनुको लागि सबभन्दा पहिला लिनुहोस् दही। दहीमा हाल्नुहोस् 2 चम्ची बेसन। अन्त यसलाई 2 चम्ची बेसन हालेर तपाईँले फिर्के लाउनु सक्नुहुन्छ, तर मैले गरेको छु मिक्सीमा ताकि गाँठागुठी नपरोस्, मजाले फिटोस् भनेर। त्यहाँदेखिको यसरी हुन्छ। त्यहाँदेखि अर्को बोलमा लिनुहोस् बेसन, 2 चम्ची बेसन, जिरा, धुलो खुर्सानी, नुन हालेर चाहिँ मजाले चलाउनुहोस्। चलाएपछि त्यहाँदेखिको पानी हालेर कम्ती पानी हाल्दै त्यसलाई मजाले फिट्नुहोस् ताकि हामी पकौडा बनाउनु सजिलो होस्। त्यहाँदेखिको एउटा कराईमा तेल गरम गरेर सानो पकौडा हाल्नुहोस्। तपाईँले पानीको जग्गा दुध हाल्दा पनि हुन्छ ताकि पकौडा नरम होस्। पकौडा यसरी तलेपछि मजाले तलेपछि त्यसलाई निकालिदिनुहोस्। त्यहाँदेखिको फेरि त्यही तेलमा जिरा, सुक्खा खुर्सानी, मैले 4टा सुक्खा खुर्सानी पड्काएको छु, त्यहाँदेखि हाल्नुहोस् हिङ। त्यहाँदेखिको प्याज हाल्दा पनि हुन्छ नहाल्दा पनि हुन्छ। त्यहाँदेखिको टमाटर चाहिँ मजाले हालेर चलाउनुहोस्। त्यहाँदेखिको हाल्नुहोस् हल्दी, धुलो खुर्सानी, नुन हालेर एकताल मजाले चलाएर फेरि छोपिदिनुहोस् ताकि भाफले टमाटर मजाले गलोस्। त्यहाँदेखिको फेरि ढकनी हटाएर एकताल फेरि चलाउनुहोस्। चलाएपछि जुन चाहिँ हामीले अघि झोल तयार गरेको थियो त्यो झोललाई त्यसमा हालिदिनुहोस्। त्यहाँदेखिको मजाले त्यसलाई फेरि चलाउनुहोस्। मजाले चलाएपछि त्यहाँ एकछिनपछि उम्लिन्छ। त्यहाँदेखिको फेरि ढकनी लाउनुहोस्। त्यहाँदेखिको फेरि एकछिन छोपिदिएपछि हटाएर त्यहाँदेखिको फेरि मजाले उम्लेपछि त्यो अघिको पकौडा त्यसमा सबै हालिदिनुहोस्। उम्लिँदाखेरि नै हाल्नुपर्छ ताकि मजाले त्यसमा रस पसोस् भनेर। रस पसेपछि चाहिँ राम्रो हुन्छ, त्यहाँदेखिको नरम हुन्छ। हाम्रो कढी तयारी भयो। त्यहाँदेखिको भातसँग पस्किनुहोस्। तपाईँलाई यो कढी चामल कस्तो लाग्यो कमेन्ट गर्नुहोस्। धन्यवाद।